नमस्ते र स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा। हरेक बुधबार वेडनेसडे विस्डमको सेक्सनमा हामीले वस्तुगत प्रश्न उत्तर लिएर आउने गरेको छौं। आजको सेगमेन्ट सुरु गर्नुभन्दा अगाडि लेट्स रोल द इन्ट्रो। मंसिर 19 गते गोरखापत्रमा प्रकाशित भएको लोकसेवा विशेष वस्तुगत प्रश्नोत्तर लिएर हजुरहरु सामु आइसकेको छु र सुरु गरौं आजको प्रश्न नम्बर 1 बाट। नेपालको क्रिकेट इतिहासमा पहिलो पटक आयोजित नेपाल प्रिमियर लीग एनपीएल मा कति टिमको सहभागिता रहेको छ र यसको जवाब छ 8। सञ्चालन मिति विक्रम सम्वत 2081 मंसिर 15 गते देखि पुस 6 गतेसम्म। स्थान 3B क्रिकेट मैदान। सहभागी टिम सुदूरपश्चिम रोयल्स, कर्णाली एक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, जनकपुर बोल्स र विराटनगर किङ्स। 8 फ्रेन्चाइज टिम, 40 विदेशी खेलाडी। अन्तर्राष्ट्रिय स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण। उद्घाटन खेल जनकपुर बोल्स र विराटनगर किङ्स। एनपीएल मा 3 स्वदेशी र 5 विदेशी परीक्षक। नारा एनपीएल फेस्टिभल अफ हिमालयज। प्रश्न नम्बर 2 सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद आईपीटीपी को 11औं बैठक कहिले र कहाँ सम्पन्न भयो र यसको जवाब छ विक्रम सम्वत 2081 मंसिर 8 देखि 11 कम्बोडियामा। उक्त कार्यक्रममा सहभागी हुने 5 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामुख देवराज घिमिरे मंसिर 7 मा त्यसतर्फ प्रस्थान गरेका। प्रश्न नम्बर 3 मनाङ मर्स्याङ्ग्री जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ र यसको जवाफ रहेको छ 135 मेगावाट। अर्ध जलाशय युक्त सो जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको। आयोजनाको निर्माण चीनको सिनो हाइड्रो ब्युरो 7 कम्पनी लिमिटेडले र निर्माण सुपरिवीक्षक नर्थ वेस्ट इन्जिनियरिङ कम्पनीले गर्ने। कम्पनीको सो पुँजीमा 20% बुटोल पावर कम्पनीको र 80% चिनिया लगानीको हिस्सा रहने। प्रश्न नम्बर 4 राफेल नाडल कुन खेलसँग सम्बन्धित खेलाडी हुन् र यसको जवाब छ टेनिस। स्पेनका राफेल नाडल चर्चित टेनिस खेलाडी हुन्। 22 पटक ग्रान्ड स्ल्याम उपाधि जितेका नाडलले सन् 2024 नोभेम्बर 19 मा अन्तर्राष्ट्रिय टेनिसबाट सन्यासको घोषणा गरेका। सर्वाधिक ग्रान्ड स्ल्याम जित्ने नाडल दोस्रो खेलाडी हुन्। शीर्ष स्थानमा रहेका सर्बियाली नोभाक जोकोभिकले 24 ग्रान्ड स्ल्याम हात पारेका। किङ अफ क्ले उपनाम पाएका नाडलले फ्रेन्च ओपन सिंगल्समा 14 पटक, यूएस ओपनमा 4 पटक र विम्बल्डन ओपनमा 2 पटक उपाधि जितेका। पछिल्लो 1.5 दशकमा रोजर फेडरल, नाडल र जोकोभिचले एटीपी देखि ग्रान्ड स्ल्याम टेनिसका एकाधिकार जन्माएका थिए। यी 3 खेलाडीले प्रतियोगितामा भाग लिँदा 2 जना निश्चित रूपमा फाइनलमा पुग्ने गरेको पाइन्छ। फेडरलले गत वर्ष सन्यास लिएका थिए। ती 3 मध्ये अब सर्बियाली जोकोभिक मात्र सक्रिय छन्। प्रश्न नम्बर 5 नेपाल चिकित्सक संघको आयोजनामा चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन कहिले हुने भएको छ? विक्रम सम्वत 2081 मंसिर 28 र 29 काठमाडौँ। प्रश्न नम्बर 6 फिच रेटिङ लिमिटेडद्वारा गरिएको सार्वभौम शाखा मूल्याङ्कन कन्ट्री रेटिङमा नेपालले कुन ग्रेड प्राप्त गरेको छ र यसको जवाब छ BB-। अन्तर्राष्ट्रिय फिच रेटिङ्सले 2081 मंसिर 6 सन् 2024 नोभेम्बर 21 मा यस्तो रेटिङ प्रतिवेदन सार्वजनिक गरेको। फिच रेटिङ लिमिटेडले गरेको मापनमा नेपाल सार्वभौम शाख निर्धारण सोभरेन क्रेडिट रेटिङमा लगानीका लागि सुरक्षित मानिने BB- रेटिङ पाएको। यो तुलनात्मक रूपमा राम्रो सूचक हो। फिचका अनुसार यो रेटिङले वित्तीय दायित्व पूरा गर्न सक्ने सामर्थ्य रहेको अवस्थालाई जनाउने। फिचले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको बलियो बाह्य तरलता, जलविद्युत क्षेत्रबाट अर्थतन्त्रमा पुगेको टेवा लगायतको अर्थतन्त्रमा बल पुर्याएको उल्लेख। सन् 2006 को सशस्त्र द्वन्द्वको अन्त्य र सो पक्षको राजनीतिक संक्रमणमा भएको सुधारले पनि केही हदसम्म सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ। रेमिटेन्स आय तथा विदेशी विनिमय सञ्चित र संशोधनान्तर स्थिति बचतलाई पनि फिचले सकारात्मक रूपमा लिएको। सार्वभौम रेटिङमा मूलतः अर्थतन्त्रका 4 क्षेत्र, अर्थतन्त्रको संरचनात्मक स्थिति, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक क्षेत्र र बाह्य क्षेत्रलाई लिएको। सार्वभौम रेटिङमा मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरी प्राप्त स्कोरलाई न्यूनतम D देखि अधिकतम AAA सम्म रेटिङ प्रदान गर्ने गरिएको। फिच रेटिङ्स अमेरिका स्थित अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी हो। ठूला 3 रेटिङ एजेन्सीमा फिच बाहेक मुडीज र स्ट्यान्डर्ड्स एन्ड पुअर्स रहेका। त्यस्तै प्रश्न नम्बर 7 अन्तर्राष्ट्रिय फौजदारी अदालत ICC ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरुद्ध पक्राउ पुर्जी कहिले जारी गरेको? सन् 2024 नोभेम्बर 21 मा। उनलाई युद्ध र मानवता विरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको। ICC ले नेतान्याहु पूर्व रक्षा मन्त्री योब ग्यालेन्ट र हमास समूहका नेता मोहम्मद देफ विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको। अब यो पक्राउ पुर्जी लागू गर्ने वा नगर्ने निर्णय गर्न ICC का 124 सदस्य राष्ट्रमा निर्भर हुने। ICC ले नेतान्याहु र ग्यालेन्टले
गाजाका नागरिकलाई खाना, पानी, औषधि, चिकित्सा, आपूर्ति, इन्धन र बिजुलीबाट वञ्चित गरेको जनाएको, जुन युद्ध अपराधको श्रेणीमा परेको अदालतको भनाइरहेको। प्रश्न नम्बर 8, लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान कहिले मनाउने गरिन्छ? नोभेम्बर 25 देखि डिसेम्बर 10। सन् 2024 को नारा टुवर्ड्स बेजिङ 30th युनाइट टु एन्ड भोइलेन्स अगेन्स्ट वुमेन एन्ड गर्ल्स। त्यस्तै राष्ट्रिय नारा हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता। नेपाल सरकारले हरेक वर्ष नोभेम्बर 25 देखि डिसेम्बर 10 सम्म लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर 25 तारिखलाई महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको। साथै यस अवधिभर सरकारवाला निकायको समन्वयनमा थप कार्यक्रम गरिँदै आएको। सन् 1980 देखि नै विभिन्न मुलुकले महिलामाथि हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् 1999 मा संयुक्त राष्ट्र संघले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विविध अभियान सुरु भएका। त्यस्तै प्रश्न नम्बर 9, फिल्म साउथ एसिया महोत्सवको 4थो संस्करण कहिले र कहाँ सम्पन्न भएको? र यसको जवाब छ विक्रम सम्वत 2081 मङ्सिर 6 देखि 9 ललितपुर। उत्कृष्ट चलचित्र 6A आकाशगंगा, जुरी अवार्ड देवी र चर्दीकला, अन ओर टु रिसाइलेन्स। उत्कृष्ट स्टुडेन्ट चलचित्र हेलो गाइस। उत्कृष्ट डेब्यू चलचित्र सीज इन द एयर, बेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस, अ फ्लेमिङ फरेस्ट। महोत्सवमा विभिन्न देशको 47 लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिएका। नेपाल सहित भारत, पाकिस्तान, बांग्लादेश, श्रीलङ्का लगायत देशका चलचित्रहरू सहभागिता जनाएका। महोत्सवको थीम डकुमेन्ट्री इन एन्थ्रोपोसन। त्यस्तै प्रश्न नम्बर 10, सातौं मिस्टर एन्ड मिस लिटल कोशीको उपाधि जित्ने प्रतिभा को हुन्? मिस्टर तर्फ ओसियनजङ थापा र मिस तर्फ उपासना रामदाम। विक्रम सम्वत 2081 मङ्सिर। प्रश्न नम्बर 11, एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन आइक्यापको 12औं साधारण सभा कहाँ सम्पन्न भयो? र यसको जवाब छ कम्बोडिया। विक्रम सम्वत 2081 मङ्सिर 6 देखि 9, सन् 2024 नोभेम्बर 21 देखि 24। सम्मेलनमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, क्यारिबियन र युरोपका राजनीतिक पार्टीका प्रतिनिधिको सहभागिता रहेको। सम्मेलनमा नेपालबाट 8 दलका 13 नेता सहभागी भएका। त्यस्तै प्रश्न नम्बर 12, इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ? र यसको जवाब छ ब्राउजर। प्रश्न नम्बर 13, लोकसेवा आयोगको प्रतीक चिन्ह लोगो कहिलेदेखि प्रचलनमा आएको? र यसको जवाब छ विक्रम सम्वत 2073 असार 1 गते। त्यस्तै प्रश्न नम्बर 14, 25 फिट अग्लो ढुङ्गाको बुद्ध मूर्ति कहाँ निर्माण गरिएको छ? र यसको जवाब छ हेटौडा स्थित गुम्बा डाँडा। प्रश्न नम्बर 15, प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि कहिले त्यसतर्फ प्रस्थान गर्नुभयो? र यसको जवाब छ विक्रम सम्वत 2081 मङ्सिर 17 4 दिवसीय। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणा नेपाल प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली 4 दिवसीय भ्रमणका लागि चीन जानु भएको। त्यस्तै प्रश्न नम्बर 16, सरकारद्वारा प्रदान गरिने वर्ष 2080 को राष्ट्रिय पुरस्कार अन्तर्गत उत्कृष्ट चलचित्रको पुरस्कार जित्न सफल चलचित्र कुन हो? र यसको जवाब छ चलचित्र बुलाकी। वर्ष 2080 मा रिलिजमा आएका चलचित्र र तिनका कलाकार तथा प्राविधिकहरूलाई पुरस्कृत गर्ने चलचित्र विकास बोर्डद्वारा 2081 मङ्सिर 12 मा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह 2081 मा बुलाकीले उत्कृष्ट चलचित्रको पुरस्कार प्राप्त गरेको। उत्कृष्ट चलचित्र बुलाकी। उत्कृष्ट अभिनेता विपिन कार्की, चलचित्र प्रसाद 2। उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्का, चलचित्र दिमाग खराब। उत्कृष्ट निर्देशक निश्चल बस्नेत, चलचित्र दिमाग खराब। उत्कृष्ट सम्पादन मित्र डी गुरुङ, चलचित्र महाजात्रा। उत्कृष्ट आदिवासी जनजाति मातृभाषी फिल्म लोजीमा लिम्बू भाषा। उत्कृष्ट कथा पटकथा संवाद लेखन राजबहादुर साने, चलचित्र बुलाकी। उत्कृष्ट छायाङ्कन शिव ढकाल, चलचित्र बुलाकी। दीर्घ साधना सम्मान चैत्य देवी सिंह। प्रश्न नम्बर 17, 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादनको सुरुवात कहिलेदेखि गरिएको? र यसको जवाब छ 2081 मङ्सिर 5 गते। रसुवाको गोसाईकुण्ड गाउँपालिकामा निर्मित सो आयोजनाका 37 मेगावाटका 3 वटा युनिट मध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत उत्पादन सुरु गरिएको। चिलीमे जलविद्युतको अगुवाईमा निर्मित सो आयोजनाबाट उत्पादित विद्युत टिमुरे तातोपानी स्थित विद्युत गृहबाट आयोजनाले नै निर्माण गरेको 10 किलोमिटर 132 केभी प्रसारण लाइन मार्फत रसुवाको आमाछोदिङमो गाउँपालिका थङबुचेत स्थित प्राधिकरणले बनाएको 220 132 33 केभी सब स्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको। त्यस्तै प्रश्न नम्बर 18, नेपालको पहिलो राष्ट्रिय जल स्रोत नीति कहिले सार्वजनिक भएको हो? यसको जवाब छ विक्रम सम्वत 2077 पुस 2 गते। ऊर्जा मन्त्रालयद्वारा सार्वजनिक सो नीतिमा 7 वटा उद्देश्य रहेको। नीतिमा 11
रणनीति र 115 कार्यनीति रहेको। त्यस्तै आजको अन्तिम प्रश्न नम्बर 19, आयात निर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो? र यसको जवाफ हो नेपाल ट्रेड, नेपाल सरकारद्वारा ल्याइएको। हस् त आजको लागि यति नै। अर्को हप्ता फेरि भेट हुने बाचाका साथ। नमस्ते।